भर्खरै बनेको है यस अनि अगाडि अनि त्यो खोप्चाभित्र भनेको त त्यो घरको आइपुगेको अवस्था के पर भन्नुभयो हिँड्नु न एहे आजको क्यामेराम्यान म हो नि त पर्दैन ल है साथीहरु हामी भुलिरहेको अब क्यामेराम्यानलाई चाहिँ क्यामेरा खिच्न आउँदैन नखोली क्यामेराम्यानलाई क्यामेरा खिच्न आउँदैन है साथीहरु खिचेको हो यताबाट उता घुम्नै भयो त यताबाट उता घुम्नै भयो त म त पानी खाइजाउँ भनेर अब नबुझ्नु माथि पोखरीको हो यताबाट चाहिँ हो यताबाट हो के पानी ओइचाउँदै हिँड्नु न भेट्दिन मोबाइल यहीँ खसेको थियो हजुर दुईचोटि भयो मेरो आज दुईचोटि मात्रै हो र मेरो दुईचोटि भुल्केको दर्शन मेरो त धेरैचोटि भइसक्यो यहाँ माछा कहाँ पो थियो यहाँ मासतिर ए यताबाट है तपाईँको तीर्थयात्रा सफल रहोस् जितपुर पगड मजुवागढी नगरपालिका ओके आज यहाँनिर चढाउनु पनि भएन त भेटी आज हामी बुढाबुढीको भ्रमण कोटाङ दिक्तेलबाट के को जालपाबाट जालपाबाट सरी अब हामी यहाँ माछा हेर्छौँ यो माछाको फोटो मैले भिडियो सहित बनाएर लगेको पोर्की परारको साल है त्यो गएको सानो सानो हुँदा आएको थियो ठुलो ठुलो भइसकेछ माछा ढोग्नु मात्रै चढाउनु पर्छ चढाउनु पर्यो त खुद्रा पैसा चाहिँ 500 को नोट रहेछ टिका लगाउनुहुन्छ र टिका 1 रुपैयाँ खुद्रा पैसा सानै बोकिन मैले त यता देखाउँ न रोग कष्ट मुक्ति हुनु शान्ति भएर 100 वर्ष हाम्रो छोराको अब यो माछा कहीँ पनि हराउँदैन है अनि
यो माछा त पोहोर म प्रहारका साल आउँदाखेरि त झन्डै झन्डै यति जस्तै थियो, बढ्दैन कि के हो? मैले भिडियोमा कहाँ पनि गरेको जस्तै लाग्छ उहाँहरूको भिडियो त्यो उमा के इन्टरभ्यूमा केमा गरे जस्तो। यो धोप चाहिँ हजुरले नै बाल्नुहुन्छ? पुजारीहरूलाई लाएर बालेर जान्छ। ए हजुर हजुर। अब यो माथि छाँगा त जान सकिँदैन, धेरै माथि त। सकिन्छ अहिले त। ल ल जानु त, म त सक्छु जस्तो छ झन्डै। हो पक्रिसकेन ऊ एउटा चाहिँ बाँकी छ क्या। अब कसरी खुसी खान्छ अब यो झर्ने हो अब कता? यो फोटो फ्रेममा पो बनाएर पुरा सेट गर्ने भएर अब यति नै। अब चाहिँ हामी भुजेबाट घर फर्किँदै गरेको अवस्था। अरूले देख्दाखेरि ओहो भन्ने हुनु परेन, राम्रो रहेछ है। साथीहरू अहिले मोबाइल चाहिँ खस्यो भनेदेखि भिरमा खस्छ, हात चाहिँ खर्च पाउँदैन। त्यही पनि के होस्, भिडियो गर्नु सिकिराखेको छु। सम्म खोला खोल्सी इत्यादि सबै प्रशस्त छ। हाम्रो पट्टिको होइन, अर्कोपट्टिको निकाल्छ है भिडियो। सुनसरी डाँडा साथीहरू। जङ्गलमा चाहिँ बेचेर सफा पारेछौँ, केही छैन हौ। के यही हो नि खेत? यहाँ तल
रुख काटेको कहाँ हो? सब यही हो, सब यहाँ जङ्गल थियो, सब केही छैन। रुखहरू त्यसरी लगेर यति मात्रै रहेको अवस्था। हजुर कतिको पनि भन्नु। उता रोपिसकेको छ भाइहरूले, हाम्रो चाहिँ केही नै रोपेको छैन। यस्तो भएको छ साथीहरू, गाह्रो छ, सब केही छैन। हामी आइपुग्यो। मजा आउँछ। हजुर